नमस्कार। गणेश भगवानको दर्शन गर्नुहोस्। आज फागुन महिनाको 4 गते सोमबार पाथिभरा मन्दिर आइपुगेको छु। यहाँलाई म सदाको जस्तै गरेर आज ढिलो आइपुगेँ। शिव भगवानको दर्शन गर्नुहोस्। मेलैसँग देवीको दर्शन गराउँछु ल। त्यति धेरै भिड छैन। अघि चाहिँ भिड थियो, लाइन थियो है। अहिले चाहिँ फर्किँदै हुनुहुन्छ। कतिजना दर्शन आएको थियो, कतिजना आउँदै हुनुहुन्छ। के छ दाजु? म यहाँलाई बिस्तारै देवीको दर्शन गराउँछु ल। मजाले मौसम खुलेको छ फेरि आज चाहिँ। अस्ति चाहिँ अलिक धुम्म भएको थियो। हेर्नुहोस् है, हिमाल यहीँबाट देखाउँछु ल। ए होइन, उताबाट देखाउँछु। नरियल फुटाउँदै हुनुहुन्छ भक्तजनहरू। यहाँबाट म हिमालको दर्शन गराउँछु ल। हेर्नुहोस् है ल। बिस्तारै छिर्छु ल भित्र। म थोरै छिर्छु न ल। श्रद्धालु भक्तजनहरू पूजा गरिराख्नु भएको छ। अखण्ड दीपको दर्शन गर्नुहोस् ल। अखण्ड दीप अब पूजा गर्दै हुनुहुन्छ। कसरी पो छिरौँ म। हेर्नु भक्तजनहरू मजाले पूजा। दाजु सेवारो म थोरै छिर्छु न ल दिदी। म थोरै छिर्छु न ल। ल मूल उत्पत्ति स्थान दुःख गरेर आएर मेरो सबै इच्छाहरू पुरा गरिदिनुहोस् भगवान् भनेर ढोग्ने ठाउँ। म यहाँलाई सधैँ पनि देखाउने गरेको छु। बिस्तारै देवीको दर्शन गराउँछु ल। हाम्रो मन्दिरको गुरु दर्शन गुरु श्रद्धालु भक्तजनहरू पूजा गर्दै हुनुहुन्छ। आज पछाडिबाट सूर्योदय कस्तो मजाले देखिरहेको रहेछ। पाउको दर्शन गर्नुहोस् ल। दुईटै पाउ परमेश्वर भगवान् ल। आज 2082 साल फागुन महिनाको 4 गते सोमबार पाथिभरा मन्दिरबाट श्रद्धालु भक्तजन, खुलेको मौसम अनि देवीको दृश्य देखाउँदै पुरानो घन्टी सुनाउँछु ल। ल पाथिभरा मन्दिरबाट यहाँ सबैजनालाई नमस्कार।